एभ्रिवान, हामी चाहिँ आज फाइनली सरिता यो कता रे अस्ताम भिलेज आएको छौँ। सो यहाँबाट चाहिँ एकदमै बवाल देखिरहेको छ यो चाहिँ। हेर्नु त यहाँ के छ, ओएमजी सेट यस्तो बवाल आएको छ नि। तर भ्लग बनाउँदा त खासै आउँदैन। सो त्यही पनि हाम्रो दोस्तहरू चाहिँ एकदमै टाढा पुगिसक्नु भइसक्यो। यहाँ चाहिँ फुलहरू पनि दामी दामी, घरहरू पनि दामी दामी रहेछ। हेलो सरदा मिस, के छ हौ? अब भ्लग बनाउन आउँदैन के भन्ने? मलाई फोन चलाउन आएन के। फर्स्ट टाइम भिडियो बनाएको मलाई। वाह फुलहरू नि दामी छ। ओइ कुकुर, हेलो। यो चाहिँ अस्ताम भिलेज एकदमै बवाल देखिरहेको छ। सो यो उकालो दौड्यो नि त, सास एकदम बढ्यो। घामले मेरो आँखा हेर्नै सकेन। घाँस हेर्नु त, घाँस। तपाईँहरूलाई घाँस काट्न आउँछ? तपाईँलाई घाँस काट्न आउँछ? तपाईँलाई घाँस काट्न आउँछ? तपाईँलाई खाना मात्रै आउँछ? हेलो, तपाईँहरू सबैजनालाई फेरि पनि वेलकम गर्न चाहन्छु। हामी चाहिँ एकछिन पछाडि भ्यू हेरेर हामी चाहिँ फर्किँदैछौँ, मिस सरिता गुरुङ र म। सो हामीलाई चाहिँ हिजो बेलुका जस्तै हामी प्लानिङ गरेर चाहिँ आएको थिएन। हिजो हामी खाजा खाँदै थियौँ। आज जाऊँ बरु अस्तामतिर जाऊँ, एकदमै रमाइलो छ अरे भन्ने सुनेको थियो। अस्ताम कि अस्ताम हो, सो नाम पनि राम्रोसँग भन्न आएन है। अनि सो त्यही भएर आएको थियो। रमाइलो चाहिँ बाबालाई थियो, तर साथी पनि मिल्नुपर्ने रहेछ क्या। अब दुईजना मात्रै, हामी दुईजना मात्रै हुन त रमाइलो त ठिकै रमाइलो गऱ्यो। सो हामी चाहिँ हिजो रुम नपाएर के भन्छ अरे, रुम नपाएर भन्नाले नि अलि भनेको जस्तो ठाउँ चाहिँ पाएन हामीले। सो त्यो पनि एकजना दाजुले चाहिँ मिलाइदिनु भएको थियो। यहाँको दाजुले हाम्रो पूर्ण दाजुको होटेलमा जानु भनेर। सो हामी चाहिँ गयौँ। त्यहाँ गएर चाहिँ हामीलाई मासु खानै पाएन। त्यहाँको फ्रिज बिग्रेको रहेछ। सो त्यही भएर हामीले मासु खान पाएनौँ। मासु अब भाइ खपर जता गए पनि ठक्करै ठक्कर भनेको यही हो। यो त म देखेर हाँसी गर्छ। सो तपाईँहरू पनि आउनु होला, यो ठाउँ चाहिँ एकदमै बवाल छ। ग्रुपिङमा आउनु होला है, हामी जस्तो दुईजना मात्रै एकल गाडी भएर नआउनु होला। सो जोडी जोडी आउनु होला रे। सरिता म्याम, हामी अब उमा जाऊँ, तरमा जे पर्ला पर्ला के अरे लङ गइदिउँ। लङ गएर पनि त नाच्नु पर्यो। लङ त पहिला पनि गएको थियो। सो त्यही पनि पहिला गएको भए पनि यसो फेरि जान मन छ। त्यो यादहरू छ, त्यो पलहरू छ, बिर्सिनै नसक्ने। म चाहेर पनि बिर्सिन सक्दिनँ त्यो रातभरि नाचेको त्यो त्यो मान्छे बेकारमै हावा। यसको कुरा नसुन्दै गाइज, यो त एकदमै मान्छेलाई फसाउने टाइपको केटी हो क्या। यहाँ हेर्नु त यस्तो राम्रो बवाल फुल, यो फुल टिपेर चाहिँ यो गाउँमा कोही छ? ओ सल्टीहरू, आई लभ यु। कोही छ मेरो लागि? कोही पनि छैन। काले कुकुर छैन, सेतो कुकुर रहेछ क्या। सरिता गुरुङ, सरिता लाउनु न मेरो लागि। कोही भएन, तपाईँले नै। इको भिलेज अन्नपूर्ण। हामी त यहाँ माथि गएर चाहिँ हिजो त यहाँ हामीले चाहिँ हेलो 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 पपी हेलो। न तिमीलाई म लगाइदिन्छु। नचला न। ओ सरी। कस्तो ज्ञानी हो, कस्तो ज्ञानी हो। हामी चाहिँ अब घर फर्किँदैछौँ। सो अब बसेर रमाइलो गरौँ भने। हेर्नु त कस्तो राम्रो छ। ओ माइ गड, त्यो त उत्योले त परालको भारी
8:30 भइसक्यो अब आए आधा घन्टामै पुगिहाल्छ हौ तब म गुटुटै चलाइदिन्छु राइडर हन्सा गुरुङ राइडर हो किन डराउनुहुन्छ या हैन त गाइस कोही हुनुहुन्छ मेरो पिछे बसेर लङ जाने कोही छ भने भन्नु होला अब म लङ जाँदैछु गुरुङ अनिसाको ब्लग हेर्न नबिर्सनु होला गाइज यति भन्दै मेरो 2-4 शब्द अहिलेलाई चाहिँ यही टुङ्गन चाहन्छु हस्त धन्यवाद हामी फर्केको पनि एउटा भिडियो बनाउने छु सो तपाईहरुलाई देखाउने नै छु यहाँ चाहिँ भन्दा एकदम बबाले राम्रो फुलहरु चाहिँ भेटिए मैले सो वाउ येलो कलरमा झन् राम्रो देखेको फुल टिप्ने मन भए ओइ नमान डर काँडाको सरिता लाउ माया आज तम्मै नलाउ टाढाको नलाउ ओहो मेरो ज्याकेट खस्यो नलाउ टाढाको हिउँ चोलेको हिउँ जस्तै चोखो छ यो मन हो कि होइन भन् सरिता भन् हिउँ चोलेको हिउँ जस्तो चोखो छ यो है मन है हामी अब फर्किँदैछौँ है यहाँ चाहिँ फाइनली यो चाहिँ परालको टौवा रहेछ ऊ त्यहाँ चाहिँ फर्सी रहेछ गाइस है यो फर्सी खान पाए त स्वर्ग पुग्थ्यो होला यार ऊ दिदी सरिता यो फर्सी लैजाउँ किनौँ सो गाइज अब चाहिँ हामी सामानहरू झोलासेला मिलाएर हामी भाग्छौँ सो तपाईँहरूलाई एकछिन बाटोतिर गएर पनि भिडियो बनाउने नै छौँ तपाईँहरूलाई देखाउने नै छौँ सो मलाई चाहिँ भ्लगहरू बनाउन आउँदैन फर्स्ट टाइम हो सो त्यही भएर चाहिँ खासै राम्रो चाहिँ बोल्न आएन होला त्यसको लागि एकदमै क्षमा चाहन्छु सक्नुहुन्छ भने मलाई माफ गर्नु होला सक्नुहुन्न भने मलाई किरा पनि नगर्नु होला र कि हामी दुईजना चाहिँ यस्तै हो गाइस हेलो भैसी ओ सेती भैसी त बोल्दैन यार भैसी बोलेन गाइस उताको आन्टी हाँस्नु भएको छ मलाई देखेर भैँसीलाई बोलाएर यहाँ त ऊ पनि रहेछ नि त गाइस हेर्नु त यसलाई के भन्छ रे यसलाई यो घरलाई के रे माउरी त्यो के ऊ त्यही होला तर माउरी त एउटा घुमाएन त है ऊ त्यहाँ फुल कस्तो राम्रो हेर्नु गाइस यही फुल टिपेर सिरामा लाउने मन थियो तर के गर्नु खोइ सुन्तला भन्नु रहेछ तर के गर्नु तर एउटा सुन्तला देखाएन पाके होइन अहिलेलाई हस् त धन्यवाद फेरि पनि भेट्नेछौँ बाई बाई हेलो कालो चियाको साथमा हामी रमाउँदैछौँ सेट चिया त है मन तातो भएछ बिचरा दाजुहरूले चाहिँ छिट्टै बनाइदिनु भएको हो सो हामी चाहिँ घुमे हेलो हामी चाहिँ अब कालो चियाको साथमा यतातिर रमाउँदैछौँ ल चेस गरौँ न सोल्टिनी दिदी साथी सबै हो यिनी मेरो होइन साथी भन्ने कुरा होइन फेरि ठोकौँ फेरि 3 चोटि ठोकिदिउँ लडाउँदै लाने आज यसलाई अलिकति त कच्ची रहेछ गाइज है मेरो स्कुटर चाहिँ यहाँ छ सो हामी चाहिँ अब चिया खाजा खाएर फर्किँदैछौँ पोखरा फाइनली यहाँ चाहिँ एकदमै बबालाई राम्रो भ्यू देखिरहेको छ फुलहरू पनि बबालाई फुलिरहेको छ चिया पिए ल गाइज म्याम ल हामी चेस गरौँ न हेलो साथी छ त यस्तो के गर्नु गाइज है ए हात पनि यस्तो गर्नु नि आएन यार के हो यार बबाल मिठो भयो हजुर मलाई पर्लाई नै मन पर्ने तिम्रो छड्के आँखाले नहेर्ने मैले हत्या गरेर के गर्ने
मैले हाते गरे सबैजनाले फलो गरिदिनु टिकटक जस्तो लाग्छ यार फलो गर्नु सब्स्क्राइब गरिदिनु होला मैले हैन मेरो भिडियो फर्स्ट भ्लग आजको सो तपाईहरु सबैजनाले मलाई माया गरिदिनु होला हुन्छ होला भन्ने एकदमै आश फेरि विश्वास छ तर के गर्नु नरु भन्छ आइहाल्छ आँसु मन बुझ्दैन उता तेरो बाउ आएको कसरी पानस तेरो देखाएको हुन्छ तेरो बाउ आएको यसरी त त्यही हाल्छ नि जङ्गलको बाटो बोका खोज्दै आएको तिमी मुटु धड्कनमा हुन पाऊ तिमीसँगै हाँस्न र रुन पाऊ तिमी मलाई पर्लै नै मन नपर्ने तिमी मलाई पर्लै नै मन नपर्ने गाइज हामी अहिले फाइनली सिम्पानी आइपुगे सिम्पानी अब त मलाई स्कुल चलाउनु झ्याउ लाग्यो गाइज है पोखरा आइपुगिसक्यो हामी सो अघि त एकछिन त मजा आयो अब त एकछिन झ्याउ लाग्यो धुलोले हेलो गाइज यस्तो के गर्नु यस्तो भाइहरूले चाहिँ सोच्छ अब के गर्नु सब्सक्राइब गर्नु पर्छ गाइज मलाई चाहिँ एकदमै अल्छी लाग्छ आँखा पनि देखेको छैन धुलोले अनि मास्क पनि हो माथि नै छोडेछ क्या अनि मास्क पनि नभएको बाटोमा किन्ने होस् पनि आएन ऊ भाइ पनि कस्तो हो यसले चाहिँ क्यामेरा समाउँदा कलर समाउँदा मेरो दाग धब्बा सबै देखाएर क्या गाइस अब अहिले चाहिँ हामी हाम्रो घरमा आइपुग्यो अब चाहिँ म सरितालाई पुर्याउन जान्छु हेलो हामी चाहिँ आइपुग्यो फाइनली पोखरा त्यो चिसोले हो क्या कान डुम्म भएर त्यो के अरे स्पिकरको आवाज पनि सुनेको थिएन त्यो साउन्ड पनि अहिले चाहिँ म सरितालाई घर पुर्याउन आएको सो बल्ल एउटा कान सुन्यो हेलो सरिता ल आजको भ्लग यति नै भनौँ न त ल आजको भ्लग हाम्रो यति नै अब नेक्स्ट भ्लगमा फेरि आउनेछौँ सो हामीले चाहिँ भ्लग बनाउने भनेर बनाएको चाहिँ थिएन गाइज होइन हाम्रो चाहिँ प्लानिङै थिएन यतिकै आशा भ्लग बनाइदिएको हिजो पनि त्यहाँ जाने नि प्लानिङ थिएन यतिकै कतै गएर यसो माइन्ड फ्रेस गरौँ भनेर गइयो अनि प्लानिङ बनाइयो अनि त्यसपछि गइयो त्यसपछि जाँदा नि भ्लग बनाउने सुर साह्रै थिएन जब त्यहाँ गइयो होइन हामी पनि एउटा भ्लग बनाऊँ भन्ने कुरा भएन होइन के हो के भाग्ने तपाईँलाई देखाउने अनि त्यसपछि हामी गइयो अनि रमाइलो अब ठिकै अब धेरै साथी भएर नाचिन्थ्यो होइन गाइन्थ्यो तर के गर्नु त्यो ठाउँमा चाहिँ यस्तो रहेछ क्या त्यो ठाउँमा चाहिँ हामीले म्युजिकहरू धेरै क्राउड गरेर बजाउन नपाउने एलाउडै नरहेछ क्या त्यस्तो चाहिँ अलिकति नट गुड है रमाइलो गर्ने नाच्ने भनेर त जाने हो दुईजना भने नि रमाइन्थ्यो के गर्ने नाच्न पाए त त्यस्तो हामी चाहिँ त्यस्तो हामी हाम्रो आफ्नै उस लिएर जान्छौँ स्पिकर लिएर जाने अनि नेक्स्ट टाइम चाहिँ मासु पाउने ठाउँमा जाने त्यो ठाउँमा चाहिँ फ्रिज बिग्रेको रहेछ हामीले मासु पनि पाएनौँ बारबिक्यू गर्न पनि पाएनौँ होइन खासै रमाइलो भएन हामीले बेलुका पनि भेज खाएर सुतेको अनि बिहान पनि भेज खाएर रोटी तरकारी खाएर आयौँ सो तर केही छैन बिचरा उहाँहरूलाई पनि है गल्ती थिएन उहाँहरूले पनि अब भर्खरै नयाँ रहेछ मान्छे आउँदैन होला भन्ने त्यो सोचले मासुहरू चाहिँ रेडी नरहेछ त्यही माथि फ्रिज बिग्रेको सो केही छैन उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद एकदम मिठो कोदोको रोटी र अनि चिया खुवाउनु भयो तरकारी प्लस इसाराको तरकारी अनि त्यसपछि हिजो बेलुका चाहिँ हामीले भेज खाना खाएको चिया चाहिँ धेरै खायो हामी चिया लभरहरू हिजो बेलुकासम्म हामी भ्लग बनाउने सुर साह्रै थिएन त्यसपछि बिहान मात्रै भन्नु आउँछ बिहान चाहिँ एकदमै मनबाटै चाह्यो होइन ओइ एउटा भ्लग त बनाउनु पर्यो हाम्रो पनि सम्झना बिर्सना होइन तिर्सना हुन्छ भनेर सो भोलि पर्सि बुढेसकालमा ओए हामी त यसरी हिँडेको थियौँ त भनेर यसो बनाइदिएको तपाईँहरूले राम्रो लाग्यो भने यसो माया गरिदिनु होला होइन मेरो फर्स्ट भ्लगलाई लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला टक्क लगाएर मलाई चाहिँ बोल्न आउँदैन सो बिस्तारै मेरो भर्खरै सुरुवात हुँदैछ अहिलेलाई चाहिँ आजको लागि चाहिँ मेरो भ्लग चाहिँ यति नै भनेर म के भन्ने रे
यति नै भनेर म बिदा लिन चाहन्छु आजको ब्लग। ओके बाई बाई। म गुरुङ अनिसाको तर्फबाट एकदमै धेरै धेरै माया, तपाईँहरूको सपोर्ट साथ सपोर्टको एकदमै आवश्यक छ, माया गरिदिनु होला। बाई बाई। बाई बाई गर्नु।